हेलो, आज चाहिँ म तपाईँहरूलाई दिउँसोको लन्चको लागि के पकाउने रहेछु है देखाउने छु। र आज चाहिँ लन्चमा के रहेछ भने यो आलु र पोटललाई सब्जी पकाउँछु। अनि यो सेतो सिमीको दाल पकाउँछु है। अनि टमाटर र धनियाँको अचार। यो धनियाँ चाहिँ मैले क्यारेटमा म आफै रोपेको हो, माथि टेरेसमा रोपेको छु क्यारेटमा। यस्तो छ यो धनियाँ चाहिँ एकदम म आफै है क्यारेटमा उमारेको धनियाँ हो। र यहाँ अदुवा लसुनलाई प्याजलाई पनि रेडी गरेको छु। अनि विशेष गरी चाहिँ आजको दिनमा चाहिँ मकैको चामलसँग मिसाएर खाना पकाउँछु। र सधैँको मकैको चामल मिसाउँदा चाहिँ अलिकति चामल बेसी लाउनुपर्छ, किनभने अलिक बेसी खान्छ मकैको चामल मिसाएर पकाएको दिन चाहिँ। किनभने उनीहरूलाई एउटै खाना खाँदाखेरि चेन्ज हुँदो रहेछ। अनि मकैको चामल लगाएको दिन चाहिँ सधैँ पकाउने भन्दा चाहिँ अलिकति बेसी पकाउनुपर्छ खाना, किनभने उनीहरूले मजाले खान्छ मकैको चामल मिसाएको खाना। र आज चाहिँ मेरो खानामा यो छ, हुन्छ। आजको खानामा यो आइटमहरू छ, दिउँसोको लन्च हो। यो अचार, बोतलको अचारहरू त सधैँ नै खाइबस्छ। यो एक बोतल आँपको अचार निकालिदिएको थिएँ, सक्नु आँटेछ। आज फेरि मुलाको पनि निकालिदिएको छु, मुला र मटरको। यो चाहिँ दिउँसोको लन्चको खानाको लागि तयारी गरेको। म चाहिँ सबै कुरो तयारी गरिसकेपछि मात्रै खाना पकाउनु स्टार्ट गर्छु। एउटा पकाउँदै अर्को तयारी गर्दिनँ, किनभने मेरो चाहिँ आदतै यस्तो छ, पहिला नै सबै कुरो रेडी गर्छु अनि मात्रै पकाउनु सुरु गर्छु। हुन्छ, अब चाहिँ म पकाउनु सुरु गर्नेछु। हुन्छ, अब चाहिँ मैले खाना पनि पकाइसकेँ। खाना मकैको चामल र बोइल राइससँग खाना पनि रेडी भइसक्यो। अचारलाई पनि मैले रेडी गरिसकेँ। सब्जी पनि रेडी भइसक्यो, पोटल आलु। अनि यो सिमीको दाल पनि रेडी हुन्छ। अब मैले चाहिँ यो दिउँसोको लन्चलाई सबै रेडी गरिसकेँ। हुन्छ, आजको मेरो लन्च यस्तै छ।